स्ट्रगलको टाइममा भन्छ म्यारिकमले मेरो Of हस्बेन्डले course, my एकदम मलाई husband is support always supporting me. I think it's a real thing. उसले मेरो सपना पुरा गर्नु चाहिँ उसको आफ्नो सपनाहरू पनि कतिवटा त्याग्यो भनेर बनेको छ है पहिला र अहिले जुन ऊ सक्सेस जब भयो नि म्यारिकम त्यहाँदेखि अहिले लास्ट स्टेटमेन्ट तपाईँहरूले सुन्नै भयो होला होता है लड़का लड़की का कमाए खा के बेच सकता है फेसबुकतिर पुरा भाइरल भइरहेको छ म्यारिकमको त्यो भिडियो है र उसले डाइरेक्ट भनेको छ रोडमा फुटबल खेल्थ्यो त्यो खेलेर के त्यो सुनील छेत्री भयो एक्साइज डिपार्टमेंट के लिए फुटबॉल खेलता था. ही इज ऑल्सो अ लॉ ग्रेजुएट एंड पोस्ट ग्रेजुएट इन पॉलिटिकल साइंस. के हो भनेर पनि भनेको छ र मैले चाहिँ आज यो किन भन्नु गइरहेको छु भने चाहिँ तपाईँको जब तपाईँको स्ट्रगलमा नि तपाईँलाई जसले पनि सपोर्ट गर्छ नि यस्तो डरलाग्दो सपोर्ट गरेको छ म्यारिकमको हस्बेन्डले म्यारिकमलाई र उसले केही कामै नगर्नु कारण चाहिँ ऊ काम गर्नु सक्थ्यो नि त घरमा बसेर नानीहरू हेरेर नानीलाई स्कुल पुर्याउनु ल्याउनुदेखि लिएर सबै घरको काम चाहिँ उसले गरेर म्यारिकमलाई चाहिँ उसको बुढीलाई चाहिँ उसले चाहिँ उसको गेममा फोकस गर्नु लागि उसले एउटा केही घरमा केही प्रब्लमहरू देखाएको थिएन त्यति बेला म्यारिकमले आफै भनेको छ र मुभीमा पनि देखाइसकेको छ है म्यारिकमको मुभी जुन आएको थियो त्यो मुभी पनि उसकै बुढाकै बारेमा चाहिँ मुभी बनाएको थिएँ खासमा हेऱ्यो भने चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ म यहाँ लिङ्क हालिदिन्छु त्यो मुभी तपाईँले हेर्नु सक्नुहुन्छ त्यो मुभीमा हामीले हेर्दाखेरि कस्तो लाग्यो आमा बुढा यस्तो स्ट्रङ रहेछ र के भन्छ उसको हस्बेन्डले चाहिँ यस्तो स्ट्रगल गरेर बुढीलाई चाहिँ यहाँ लेभलसम्म पुऱ्याएको भनेर चाहिँ मुभी बनाएको छ र हामीलाई त्यस्तै लागेको थियो र अहिले भर्खरको स्टेटमेन्ट चाहिँ उसको लाइभ कोट त्यो जुन एउटा छ त्यहाँनिर उसले स्टेटमेन्ट दिएको थियो मेरो कमाइ खाएर उसले सबै गरिरहेको थियो र अहिले मलाई भन्छ कि मैले मेरो लागि उसले उसको सपनाहरू त्याग्यो भनेर अहिले जुन भनिरहेछ भनेर म्यारिकमले भनिरहेको थियो तर यही हो तपाईँ पनि अब तपाईँको हस्बेन्ड वाइफहरू जो पनि अब हस्बेन्ड या त वाइफ जसले पनि जसको स्ट्रगलको लागि नि पछाडिबाट सपोर्ट गर्दैछ भने तपाईँ जब सक्सेस हुन्छ नि जसले तपाईँलाई सपोर्ट गरेको थियो त्यो टाइमलाई नबिर्सिनुहोस् कहिले पनि र हस्बेन्ड वाइफको बारेमा हस्बेन्ड वाइफ झगडा हुन्छै हुन्छ तर त्यो झगडाले गर्दा डिभोर्सहरू चाहिँ एकदमै छिटोभन्दा छिटो डिसाइड गरेर डिभोर्स चाहिँ नलिइहाल्नुहोस् किनभने अहिले तपाईँको पैसा रहन्जेल तपाईँको मान्छे हुन्छ तपाईँ फिट रहन्जेल तपाईँ स्पोर्टमा हुनुहुन्छ नि स्पोर्ट्समा तपाईँ फिट रहन्जेल तपाईँकोमा कोच अनि तपाईँको फाइनेन्सर सबै तपाईँको साथीहरू तपाईँसँग जब तपाईँको एज ढल्किँदै जान्छ र तपाईँको केही पनि स्पोर्ट्समा तपाईँले इन्भल्भ गरिँदैन त्यति बेला चाहिँ तपाईँलाई त्यही हस्बेन्ड याद आउँछ है र मैले त्यही भन्दैछु हस्बेन्ड या त वाइफ दुईजनै पैसा धेरै कमाएपछि जसले तपाईँलाई पैसा नभएको बेलामा सपोर्ट गरेको थियो उनीहरूलाई कहिले पनि नबिर्सिनुहोस् होला यो भिडियो सक्दो सेयर गर्नुहोस्